आज म तपाईलाई निकै सस्तो तर धेरै उपयोगी जुगाड देखाउँदैछु। तपाईको कौशी, गमला अथवा करेसा बारीको खुर्सानी, टमाटर अथवा अन्य तरकारीमा दिनदिनै पानी हाल्न गाह्रो भइरहेको छ भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला है, धेरै काम लाग्छ। हेर्नुस् त, यो साधारण प्लास्टिकको बोतल हो। धेरै जसोले फाल्ने यो बोतललाई मैले थोपा सिँचाइको रूपमा प्रयोग गरेको छु। यसका लागि कुनै महँगो उपकरण चाहिँदैन, घरमै भएको बोतलले नै काम गर्छ। अब यसको फाइदाको कुरा गरौँ है त। पहिलो फाइदा भनेको पानी सिधै बिरुवाको जरासम्म पुग्छ। दोस्रो फाइदा पानी धेरै खेर जाँदैन, त्यसैले पानीको बचत हुन्छ। तेस्रो भनेको माटो लामो समयसम्म चिसो रहन्छ, जसले बिरुवालाई तातो मौसममा पनि सहज बनाउन सक्छ। र अर्को सबभन्दा महत्त्वपूर्ण फाइदा भनेको यदि तपाईँ काममा व्यस्त हुनुहुन्छ अथवा केही समय घर बाहिर बस्नुहुन्छ भने पनि बिरुवाले बिस्तारै पानी पाइरहन्छ। यसले बिरुवालाई ओइलाउने सम्भावना एकदमै कम हुन्छ। घरको कौशी खेती गर्नेहरूको लागि यो निकै प्रभावकारी उपाय हो। हेर्नुहोस्, म आफैले पनि खेतीमा यस्ता साना साना जुगाडहरू प्रयोग गर्दै आएको छु। खेतीमा चाहिँ सधैँ ठुलो लगानी मात्र होइन कि सही सोच र सही प्रविधि पनि आवश्यक हुन्छ। अब यहाँ हेर्नुहोस् त, यो जसरी ड्रप भइरहेको छ, यो चाहिँ बिरुवा पनि यति धेरै हेल्दी भइरहेको छ। र हजुरहरूले यस्तो जुगाड प्रयोग गर्नुभएको छ कि छैन, आफ्नो अनुभव कमेन्टमा लेख्नुहोला। यदि यो जानकारी उपयोगी लाग्यो भने चाहिँ भिडियोलाई लाइक गर्नुहोला, पछि हेर्नका लागि सेभ गरेर पनि राख्नुहोला, र खेती गर्ने साथीहरूको लागि चाहिँ सेयर गरेर अन्य साथीहरूसम्म पनि पुर्याइदिनु होला। हस्, थ्याङ्क यू।